यसमा केमा डिस्कस गरौँ भन्दाखेरि हामी हाम्रो यो रोजगारीको हक होइन, रोजगारीको हकले के को बारेमा जानकारी दिन्छ भन्दा हामीलाई नेपालको संविधानमा रोजगारीको हक सम्बन्धी के व्यवस्था छ भन्दाखेरि प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ है। रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता सङ्घीय कानुन बमोजिम हुनेछ। रोजगारीको शर्त, टिओआर, अवस्था होइन, अहिलेको अवस्था के छ, स्ट्याटस, र बेरोजगार सहायता, बेरोजगारहरूलाई चाहिँ दिने सहायता सङ्घीय कानुन बमोजिम हुनेछ भनेछ। अहिले जस्तै बेरोजगार कार्यक्रम भनेर 100 दिने एउटा कार्यक्रम पनि ल्याएको छ सरकारले। प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ होइन। प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक, यही रोजगारी गर्नुपर्छ तिमीले भनेर भन्न मिलेन। दुईटा हुँदो रहेछ है, उपधारा, एउटा धारा, अर्को एक उपधारा वा दुई उपधारा। अब श्रमको हक, प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ। प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ। स्पष्टीकरण अब के दियो त, यस धाराको प्रयोजनका लागि श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर सम्झनु पर्दछ। भनेको लेबर मात्रै भन्नाले त्यसरी लेबर हामीले जस्तो सामान्य भाषामा बुझाइ लेबर काम गर्ने मात्रै भएन कि बौद्धिक कार्य गर्ने। जस्तो कसैले किताब लेख्न लगायो होइन, कसैले रिसर्च गर्न लगायो भने, कसैले गीत गाउन लगायो भने, ती कुराहरू पनि के पर्यो त, यो श्रमको हकमा पर्यो। प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ। र श्रमिक भन्नाले रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर सम्झनु पर्दछ। सरकारी कर्मचारीहरू पनि यसमा पर्यो है। अब कसैले बौद्धिक कार्य गर्लान्, कसैले शारीरिक कार्य गर्लान् होइन। प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, पैसा, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ। यसको बारेमा पनि यसले उल्लेख गर्यो होइन। प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ। यसरी यहाँ श्रमिकको बारेमा चाहिँ यसले बोल्यो होइन। ट्रेड युनियन खोल्न पनि पाउने रहेछन् श्रमिकहरूले। श्रमिक भनेपछि दुइटै परे, कामदार वा मजदुर दुवै परे। र दुवैले चाहिँ के भन्दा ट्रेड युनियन खोल्न पाउने, त्यसमा सहभागी हुने भनेको छलफल हुँदाखेरि भाग लिन पाउने, मिटिङ गर्न पाउने, कार्यक्रम गर्न पाउने होइन। तथा सामूहिक सौदाबाजी, सामूहिक सौदाबाजी भनेको चाहिँ रोजगारदाता र रोजगार गर्ने व्यक्तिहरू बिचमा भएको लिखित मौखिक सहमति गर्न पाउने हक हुनेछ भने होइन। यति नै भनेर अहिले म बिदा भएँ।